हेलो गाइजहरु, आज चाहिँ हाम्रो मोमो पार्टी चल्दैछ। उहाँ चाहिँ के हाले तिमी चाहिँ के गर्दैछौ? म चाहिँ प्याज खोस्याउँदै छु। म चाहिँ अदुवा फर्काउँदै छु गाइस। अदुवा चाहिँ कता छ? यता छ। ट्याङटुङ धुन राखेर अब चाहिँ त्यो काट्न लाग्यो। मेरो सुवास आयो। यहाँ के गरम? मलाई पिटे। अझै पिस्न लाग्नु भएको छ गाइज। अहिले चाहिँ मैले शर्मिला दिदीको भ्लग बनाइदिरहेको छु। लगाउनुहोस्, हुन्छ। यस्तो भइरहेछ, यहाँ रमाइलो रमाइलो भइरहेछ। अहिले एकछिनमा डान्स पनि हुन्छ, हजुरहरूलाई हामी देखाउने नै छौँ। डान्स पनि हुन्छ, यहाँ टिकटक हुन्छ, कता कता सबै बिजी छ आफ्नो काममा। हेर्नुहोस् सबैजनाले, यहाँ उहाँ चाहिँ प्याज काट्दै हुनुहुन्छ। ढङ्ग फेरि कति छैन उहाँको चाहिँ। उहाँ चाहिँ बस्नु भएको फेरि उहाँ पनि उता गफ गर्दै हेर्दै। म चाहिँ यहाँ छु। सबैजनालाई सिकाउने काम हो नि त। डान्स पनि चलिरहेको यहाँ। मोमो धमाधम भएर डान्स पनि चलिरहेको यहाँ। आमामा गाई बनाउँदा लास्टमा मोमो बनाउँदाखेरि एक उति मात्रै गएको गरेर कि 1 सेकेन्डको भिडियो उहाँले चाहिँ सिद्धै हुनुहुन्छ। उहाँ चाहिँ प्याज काट्दै हुनुहुन्छ, उहाँ डान्स गर्दै हुनुहुन्छ। आदि समाचारमा पनि नाच्नेवाला गाइज। उहाँ चाहिँ समाचारमा म चाहिँ उहाँलाई डान्स सिकाउँदैछु। समाचारमा नाच्नु कसरी पर्छ भनेर सिकाउँदैछु उहाँलाई। ल नाच्नु समाचारमा। उहाँलाई बाई डान्स यस्तो खतना गर्नु छ कि अब हजुरहरूलाई मोमो पकाएर देखाउँछु। डान्स सक्यो गाइजहरू। अब चाहिँ हाम्रो बेल्ने कार्यक्रम धमाधम चल्दैछ साथीहरू। अब चाहिँ मोमो बनाउने गिलासले धमाधम चल्दैछ। मैले बेलेको चाहिँ कति राम्रो छ, उसले बेलेको चाहिँ यस्तो छ गाइजहरू। सबैजनाले हेर्नुहोस्, यस्तो नराम्रो बेल्छ, यस्तो नराम्रो बेल्छ कि ऊ मान्छे। म चाहिँ यति राम्रो बेलिरहेको छु। उहाँ चाहिँ अब किमा, उहाँ चाहिँ हाम्रो किमा चाहिँ यस्तो बन्यो। हेर्नुहोस् सबैजनाले। हेलो गाइजहरू, अब हेर्नुहोस् मेरो मोमो बनाएको चाहिँ यस्तो राम्रो बनाइरहेको छु मैले। म चाहिँ यहाँ हेर्नु किमा मोल्दैछु। होइन मैले मोलिसकेको यता के फेरि खतरा यो टमेटोको सिधा म चाहिँ सबलाई हेर्न लगाएको। अहिले चाहिँ के पनि गरेँ। ल स्टाइल देखो न। अब उहाँले चाहिँ यहाँ मोमो बनाउँदै हुनुहुन्छ। यस्तो सिपालु मान्छे हुनुहुन्छ हाम्रो गाइज। अनि उहाँ पनि अब बनाउँदै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ बहिनी चाहिँ यहाँ बेल्दै हुनुहुन्छ। यस्तो राम्रो बेल्ने मान्छे हुनुहुन्छ कि कुरै नगर्नु। वा ओ माई गड, म पनि यहाँ बेल्दैछु। मैले चाहिँ म जति राम्रो त्यहाँ कोहीले बनाउनु उहाँले बनाएको अनि उहाँले नि बनाएको बनिसक्यो यहाँ मोमो हामीहरूको। ओ भाइ साहब क्या अच्छा वाला बना। कस्तो एउटै वाला बनाएको के यस्तो मात्र तिमीलाई कस्तो लागिरहेको यहाँ मोमो बनाउन लागि? मलाई लास्टै खान मन लागिसक्यो गाइजहरू। अब चाहिँ यो मेरो पनि बनाउँछु। हाम्रो चाहिँ अब मोमो यस्तो बनिसक्यो। खाना पनि भयो। उहाँले चाहिँ यस्तो बनाएको। यो चाहिँ मैले बनाएको है। यो चाहिँ मैले बनाएको ल। यो बनाउनु भयो। अघिबाट यही सामान उहाँ चाहिँ यही सामानमा चाहिँ बसिराख्नु भएको छ। मैले जति सब मैले गराएको उहाँ सबै उहाँले गराउनु भएको। म चाहिँ केही गरेको छैन। म त बसिरहेको छु, खाइरहेको छु, बसिरहेको छु, खाइरहेको छु। अब मैले पनि यति राम्रो बनाइरहेको छु मोमो, कुरै नगर्नु गाइजहरू। अलिकति फुटेको ल हेर्नुहोस् उहाँले गराएको मोमो हेर्नुहोस् गाइस। बनाउनु भयो उहाँले यस्तो। वाह भाइ वाह, पिठो वाह वाह। यस्तो गराउँदै हुनुहुन्छ। अब चाहिँ यो चाहिँ मेरो भएको गाइस। उहाँ चाहिँ यता सरिसक्नु भयो। अब सकिसक्यो, सबै खाली भइसक्यो। त्यहाँ पाक्दैछ आधा चाहिँ यहाँ आउँदैछ। ल गाइजहरू, अब चाहिँ हाम्रो मोमो चाहिँ रेडी भयो खानको लागि। हतारमा छन् यहाँ मान्छेहरू।
खाप्चो परिराख्ने यहाँ सबले खानको लागि आम्मा हतारमा छु म पनि खानको लागि हतारमा छु पसिना छु आएर यो चाहिँ मेरो भाग है गाइजहरू मोमो आफ्नो आफ्नो भाग चाहिँ उहाँ पिस्न लाग्नु भएको छ हेर्नु अरूले पिस्छ नि उहाँ काट्नुहुन्छ देख्नुभयो नयाँ तरिका यस्तो हुनुपर्छ मान्छे भनेको अनि उहाँ चाहिँ यहाँ पकाउँदै हुनुहुन्छ उहाँ चाहिँ मोबाइल चलाउँदै हुनुहुन्छ बेरोजगारी उहाँलाई पनि काम खोज्छु गाइजहरू सबैले के गर्दै हुनुहुन्छ म चाहिँ यिनीहरूले जान्दैनन् नि त गाइजहरू म सिकाउँदैछु प्याज हाल केसमा यहाँ हाल न ल्याउ न गाइजहरू अब चाहिँ मैले मिठो च्याट्ट परेको अचार गराएँ मोमोसँग खाने हेर्नुहोस् मैले बनाएको अचार कस्तो लाग्यो हजुर अब चाहिँ यहाँ भाग बढ्न हुँदैछ यहाँ सबैलाई भाग गर्दै हुनुहुन्छ उहाँ चाहिँ भाग गर्दै हुनुहुन्छ मैले बनाएको अचार यस्तो मिठो बनाएको छु गाइस मैले अचार चाख्ने बेला आउनुहोस् यति मिठो बनाउँछु कि अचार त कुरै नगर्नुहोस् हजुरले यस्तो मिठो बनाउँछु हजुर त खाएपछि पल्किनुहुन्छ यो कता यो ल साथीहरू चाहिँ मेरो मोमो चाहिँ भाग चाहिँ यति पर्यो यत्रो अचार बनाएँ मिठो मिठो मोमो बनाएँ मेरो भाग चाहिँ थोरै बच्यो के गर्ने मैले खानै पाएन उहाँले दिनु भएन नि मलाई ल अब चाहिँ सबैजना खाँदै हुनुहुन्छ ल्याम पारेर मिठो मिठो गरेर म पनि खाँदैछु यता मिठो